तपाईलाई थाहा छ, हाम्रो नेपालको झण्डा संसारकै एकमात्र त्रिकोणीय झण्डा हो। यो केवल झण्डा होइन, यो हाम्रो गौरव, पहिचान र अस्तित्वको प्रतीक हो। आज म तपाईलाई यही झण्डा कागजबाट कसरी बनाउन सकिन्छ भनेर देखाउँदैछु। सबैभन्दा पहिले नीलो रङको 7 बाइ 15 सेन्टिमिटरको कागज काटेर गोलो डन्डा बनाऊ। अब रातो रङको 8 बाइ 8 सेन्टिमिटर कागज काटेर आधार तयार पारौँ। त्यसपछि नीलो कागज प्रयोग गरेर वरिपरिको किनार सजाऊ। अब माथिल्लो त्रिकोणमा चन्द्रमा राखौं। त्यसपछि तलको त्रिकोणमा सूर्यको प्रतीक सजाऊ। अनि माथिको टुप्पोमा गोलो मोती लगाऊ र एउटा सानो स्ट्यान्ड बक्स बनाई त्यसमा सेट गरौँ। अब हाम्रो राष्ट्रिय झण्डा गर्वका साथ फहराउन तयार छ। साथीहरू, यो केवल कागजको झण्डा मात्र होइन, यो हाम्रो आत्मसम्मान, संस्कृति र पहिचान हो। यदि तपाईलाई यो क्रिएटिभ आइडिया मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गरेर यस यात्रामा साथ दिनुहोस्। तपाईको समर्थन नै हाम्रो प्रेरणा हो। अर्को भिडियो छिटै आउँदैछ। तबसम्मको लागि तपाईहरू हेल्दी र पोजिटिभ हुनुहुनेछ भन्ने आशाको साथ म बिदा हुन्छु। जय नेपाल।